के तपाईँको नयाँ किनेर लगेको मिनी टिलर चलाएको केही घन्टामै बिग्रिएर हैरानमा हुनुहुन्छ? यदि त्यस्तो हो भने आज हामी हजुरहरूलाई त्यसको समस्याको समाधान सिकाउन गइरहेको छौँ। हामीसँग आज हामीले देखाइरहेछौँ कि हाम्रो एसकेटी मिनी टिलर ST 171A मोडलको मिनी टिलर जसमा चाहिँ हामीले त्यो सिस नदिनको लागि हामीले अनिवार्य रूपमा एयर फिल्टरमा मोबिल हाल्न पर्ने हुन्छ। हाम्रो एयर फिल्टर भनेको चाहिँ कुन चाहिँ भाग हो भनेर भन्नुहुन्छ भनेदेखि हाम्रो एयर फिल्टर भनेको चाहिँ यो भागलाई एयर फिल्टर भन्छौँ। एयर फिल्टरभित्र चाहिँ अलरेडी हजुरहरूले देख्न सक्नुहुन्छ 3वटा फिल्टर। हाम्रो एसकेटी ब्रान्डमा 3वटा फिल्टर दिएको हुन्छ। 3वटा फिल्टर दिएको हुन्छ। यो फिल्टरलाई चाहिँ हजुरहरूले प्रत्येक 6 घन्टामा पेट्रोलद्वारा सफा गर्नुपर्ने हुन्छ। पेट्रोलमा चोपेर यसलाई निचारेर एकछिन सुक्न दिएपछि फेरि हामीले पूर्ण यसरी नै यसमा राख्नुपर्ने हुन्छ। अब हामीले एयर फिल्टर मात्रै सफा गरेर भएन, एयर फिल्टरमा अनिवार्य रूपमा चाहिँ मोबिल राख्नुपर्ने हुन्छ। हामीले हजुरहरूलाई राखेर देखाएको छौँ। राखेर यसमा जाने मोबिलको मात्रा भनेको चाहिँ 50 ml मात्रै हो। योभन्दा धेरै बेसी हाल्नु पनि हुँदैन, फेरि भित्र इन्जिनले तान्ने गर्दछ। त्यही भएर फेरि हामीले 50 ml अथवा यो लेभलमा दिएको हुन्छ यति लेभलसम्म चाहिँ अनिवार्य रूपमा राखेर हजुरहरूले चलाउने गर्नुभयो भने चाहिँ हाम्रो इन्जिन सिस हुनुबाट बचाउँछ। यो मोबिलले गर्ने काम भनेको चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि चाहिँ हामीले जोतिरहेको बारीहरूमा चाहिँ धेरै धुलो उड्ने भएको हुनाले गर्दाखेरि त्यो धुलोमा चाहिँ माटो मात्रै नभएर कति बालुवाहरू पनि मिक्स भएर जाने हुनाले गर्दाखेरि छिटै सोचे भन्दा धेरै छिटो नै यो धुलो भित्र गइसकेपछि चाहिँ रिङ पिस्टन अनि भेल्भहरूमा पुरै कार्बनहरू बन्ने प्लस तपाईँको तलबाट आएको मोबिलहरू चाहिँ सँगै समेटिएर बेसी मात्रामा चाहिँ रिङ पिस्टन खिनलाई सजिलो हुने भएको हुनाले गर्दाखेरि सबैभन्दा छिटो रिङ पिस्टन खिएर हजुरहरूलाई दुःख दिएको हुनसक्छ। अनिवार्य रूपमा हामीले गर्नुपर्ने सानो कामले थोरै मोबिलहरू हालेर एयर फिल्टर सफा गरेर हजुरहरूले लामो लाइफ धेरै पछिसम्म चलाएको हामीहरूसँग त कति रेकर्डै छ। हजुरहरू पनि त्यो गरेर इन्जिनलाई धेरै टिकाएर भरपुर लाभ लिनुहुन्छ भन्ने अपेक्षा राखेका छौँ। साथै यो भिडियो चाहिँ हजुरहरूले अरू किसानहरूसम्म पनि पुर्याउनको लागि सेयर पनि गरिदिनु होला भन्दै बिदा हुन्छु। धन्यवाद।